वेलकम ब्याक साथीहरू मेरो नयाँ ब्लगमा। आज म तपाईहरुलाई थोक मार्केट देखाउँदैछु। हाम्रो गाउँघरतिर लाग्ने थोक मार्केट, सब्जीको थोक मार्केट है। बिहान 6 बजेदेखि 11 बजेसम्म लाग्दो रहेछ। किसानहरूले ल्याएर बेच्ने मार्केट रहेछ। म तपाईहरुलाई देखाउँछु है। यो सबै किसानहरू हुन्। सामान ल्याएर आफ्नो आफ्नो सामान बेच्दैछन्। सूर्यपुरा हाम्रोतिर लाग्ने ठुलो बजारको छेउमै लाग्छ। यो सूर्यपुरा बजार, यहाँदेखि मान्छेहरू आइरहेछन्। म त भिडियो बनाइरहेको छु। यहाँ के पाउँछ भनेर म देखाउँछु है। हेर्नुस्, सबै मान्छेहरू आफ्नो घरबाट सब्जीहरू टिपेर बेच्नलाई थोकमा बेच्नलाई ल्याइरहेछन् हाम्रो सूर्यपुरा बजारमा। यता टमाटर छ, यता साग, लौका, धेरै भिड छ। आपको बोट मात्रै खिचेछ क्या हो। सबै गाडीमा लिएर छन्। पर छु त्यही भएर। यता टमाटर लिएर आउनुपर्छ। टमाटर मोटरसाइकलमा, लोकल टमाटर 2 क्यारेट। सोध्न त मैले सोधेन कसरी बेच्छन् भनेर, त्यही पनि यसो हेर्न गएको। सबै लोकल सब्जीहरू पाउँछ घरबाट ल्याएको। अब हेर्नु सब्जीहरू। यताको फुच्चीले बेच्दैछ करेला। यो सबै घरबाट आफ्नो घरबाट ल्याएका सब्जीहरू। 1 किलो करेला किन्दैछु म। करेला मन पर्यो मलाई। करेला, गिरिमला अनि त्यो कुर्दुन सबै लोकल हो। यहाँ सामान पाउने जति सबै लोकल। 80 रियल केजी छ अरे करेला। खुर्सानी पनि छ, भिन्डी छ, कटहर। यता टमाटरहरू। थुप्रै मान्छेहरू आफ्नो सामान लिएर आछन् बेच्नलाई। 1 किलो करेलाको दाम 80 रुपियाँ। 50 रुपियाँ आयो टमाटर। गिरिमला 70 रियल, कटहर 50 रियल, 50 रुपियाँ। यसरी किसानहरूसित लिएर बेच्दो रहेछन् साथीहरू। यो सबै बिक्री भइसक्यो, ल्याएर बेचिरहेछन्। ठोकमा किनेर फुटकरमा बेच्दैछन्। ग्राहक सत्ता लिएर यसरी बेच्दो रहेछन् सबैले। आफ्नो व्यापार गर्न पर्यो, परिवार पाल्न पर्यो। यसरी बेच्न पर्छ, के गर्ने। यस्तै छ पारा हाम्रो। यहाँ बाइकबाटै किनिदियो सब्जी एकजनाले। बोडी लिएर आएको थियो, बाइकबाटै किनिदियो। अरू हेर्दैछन्, अरू किन्दैछन्, अरू प्याक गर्दैछन्। यस्तै छ। कोही पोको पार्दैछ, कोही किन्दैछ। यो हाम्रो गाउँतिरको च्याउ छ है, डल्ले च्याउ प्याकेटमा छ। राम्ररी खिच्दैन। एकजनाले किन्दैछ थोकमा। यो पनि हो। ल आजलाई भिडियो यति नै।
भिडियो मन परे लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। हाम्रोतिरको थोक मार्केट अलि मजाले खिच्न पाएन, अर्कोचोटि राम्ररी देखाउँछु। यता तरबुज पनि छ। म अब हिँडेँ, मलाई ढिलो भयो। त सागहरू आछ बोरामा। यहाँ टमाटर राखिरहेछन्, क्रेटको क्रेट, लौका, गोबी, मुला।